मजाको कुरा भन्दाखेरि चाहिँ के भन्दाखेरि यहाँ चाहिँ एउटै खम्बाले चाहिँ यो रोकिदिइरहेको छ क्या। हेलो वेलकम ब्याक टु एनदर भिडियोमा तपाईँ सबैजनालाई स्वागत गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनी अनि मलाई माया गर्ने सबैजनालाई स्वागत गर्न चाहन्छु। आजको दिन चाहिँ एकदमै राम्रो हुनेछ। आज चाहिँ म घरदेखि अनि बर्दिया घुम्नको लागि जाँदैछु। कर्णालीको पुल त्यहाँ यहाँको बाटोघाटो सबै अपडेट चाहिँ तपाईँलाई देखाउनेछु। बनिराख्नुलाई सुरु गर्नेछु आजको भिडियो। हेलो, यो 9 नम्बर साइडको एरिया हो। यस्तो दामी वाउ नाइस। यो पछि अब 1 वर्ष चलाउँछु यसलाई। ज्याकेट लगाएर हुन्छ। अहिले चाहिँ हामी घुम्नको लागि लाइसेन्स बिल्कुल त ल्याउनु भुलेछ त। यतातिर दामी हो। तर दामी छ नि देखेको है, ब्रिज के राम्रो। यो चाहिँ एमपी बजार पहिलाकै जस्तो छ त्यहाँ नि। पिच कहिले उयो यो यस्तो छ यहाँ यताको बाटो कहिले हामी कचाली यहाँ दोकान छैन क्या है यहाँ त के छ अहिले? मान्छे बिना घर छैन। बाँका अहिले चाहिँ बाँकामा हामी पुगेको छौँ। बाँकाको यस्तो छ, कहिल्यै परिवर्तन भएन यो बाटो चाहिँ। जहिले पनि यस्तै छ। योभन्दा 20 साल अगाडि चाहिँ यस्तै थियो, अहिले पनि यस्तै छ। रुख मात्रै ढाले खाँदै यार बाटो यो पारा बन्ने हो क्या यो बाटो। अझै 2 साल अझै 10 साल लाग्ने होला यो बन्नको लागि। यस्तो छ बाटो यताको। अहिले चाहिँ हामी केलारी पगार। म झर्छु है त कि झर्नु? बाटोको हालत यस्तो छ हो सरकारजी। कहिले हो बनाउने यता? यस्तो छ यार, बर्खामा त कसरी हिँड्न सक्छ? पानी पऱ्यो होला त यार। हेर्दै हो म झर्छु होला त उता माथि। अहिले चाहिँ हामी केलारीको पगार साइडमा छौँ। यस्तो छ यताको नजारा। अनि अर्को कुरा चाहिँ यो बाटो चाहिँ यस्तो के यो बर्खामा त बवाल रिक्स हुन्छ यो बाटो यार हिँड्नको लागि। यस्तो छ यो बाटो। कहिले यो बाटो कहिले सरकार कहिले भन्ने यो बाटो? कहिले पिच हुने, कहिले मान्छे यसरी नरोएर हिँड्ने, कहिले बाटो
यस्तो भइसक्यो खुट्टा यहाँ कालो कालो। हामी चाहिँ अहिले चाहिँ पिकमारीको साइड यताको खोलामा ठुलो खोला, बर्खामा चाहिँ यो खोला चाहिँ डर लाग्दो आउँछ क्या। हेर आउँछ। आजको मौसम चाहिँ राम्रै त राम्रै छ। पिकमारीको बजार त ओ पुरा पेन्टभरि लाग्यो यार माटो माटो। तपाईँको त के लाग्यो नि पछि टायर। फाइनली हामी चाहिँ चिसापानी पुगिसकेको छ। हेर्नुहोस् यताको ऊ देख्नुहुन्छ एउटै खम्बामा उभिएको चाहिँ पुल ऊ त्यहाँ छ। गाडीहरू लाग्ने ठाउँ चाहिँ यो रहेछ कि चिसापानीको। यस्तो रहेछ यो ठाउँहरू। अहिले चाहिँ गरे रहेछ कि पिच चाहिँ गरे रहेछ। राम्रो गरेर रहेछ कि अहिले चाहिँ पिचहरू चाहिँ डरो बनाएर एकछिन यहाँ रोक्नुहुन्छ। एकछिन रोक्नु म भिडियो बनाउँछु नि। अहिले चाहिँ म चाहिँ यो लम्कीबाट आउने रोडमा छु। यस्तो यता लम्की जान्छ, यता चाहिँ काठमाडौँतिर जाने बाटो। यस्तो दामी क्या बाबा, हेर्नुहोस् त यस्तो बेग्लै छ। वा आज चाहिँ मौसमले पनि बवाल च्यालेन्ज गरेको छ कि। मौसमले पनि एकदमै च्यालेन्ज गरेको छ। पानी पानी पर्ला पर्ला जस्तो छ पानी, तर परेन। हामी आउँदाखेरि चाहिँ ऊ यस्तो नजारा आउँछ। आमामा हेर्नुहोस् त बाबा बाबा। अहिले चाहिँ हाम्रो बाइकलाई चाहिँ वास गर्दैछ अनि हामी एकछिनमा वास गरेर हामी फेरि हामी लाग्छौँ आफ्नो गन्तव्य। तर उता चाहिँ पानी परिरहेको छ यार, के हुन्छ थाहा छैन। अहिले म चाहिँ चिसापानीको यो साइडमा छु। यताको नजारा बेग्लै छ। आमामा आज चाहिँ मौसम चाहिँ पानी पर्ला पर्ला जस्तो लागिरहेको छ कि, पर्ला पर्ला जस्तो। अनि अहिले चाहिँ जस्ट हियर म चाहिँ अहिले चाहिँ कर्णाली पुल उता घुम्नको लागि चाहिँ जाँदैछु। अहिले बिहानको मर्निङको समय अनि बिहान चाहिँ अहिले चाहिँ कति 7-8 बज्न लागेको छ। अनि म चाहिँ अहिले चाहिँ यतातिर अगाडि चाहिँ त्यो कर्णाली पुलतिर चाहिँ जानेछु। अहिले चाहिँ यहाँ चाहिँ नेपालकै एउटै पुल होला चाहिँ, एउटै ब्रिज होला कि, जो कि एउटै खम्बामा चाहिँ वाइल्ड पार चाहिँ रोकिदिरहेको कि। आई जस्ट हियर म चाहिँ अहिले चाहिँ यताको यो साइडमा छु। यहाँ चाहिँ बब्बाल कि यताको नजारा चाहिँ हेर्नुहोस् त। वाह यो कर्णाली चिसापानी हो। अहिले दिस मर्निङमा चाहिँ कस्तो छ भनेपछि अहिले चाहिँ भर्खर 8 बजेको छ। हामी चाहिँ माथि 6 बजे हिँडेको माथिबाट चाहिँ। अहिले चाहिँ म चाहिँ कर्णाली पुलको यो साइडमा छु। उता पानी पनि आउँदैछ। अहिले चाहिँ यताबाट चाहिँ उतिर जाँदैछु। आप देख सकते हैं इधर का नज़ारा बहुत बढ़िया है, क्योंकि ये देख सकते हैं नि एक खम्बा में इधर पुरा बैठा है। इधर हेर देखो त। अहिले बिहान मर्निङको समयमा चाहिँ कस्तो हुन्छ नि, अहिले चाहिँ प्रायः जस्तो भिडभाड छैन। अहिले चाहिँ मर्निङमा चाहिँ यस्तो दामी हेर्नुहोस् न। वाह क्या राम्रो के बेग्लै। अहिले चाहिँ धेरै पछि 10 साल पछि आयो होला यहाँ कर्णाली पुलमा चाहिँ यो साइडमा चाहिँ घुम्नको लागि चाहिँ एकदमै राम्रो के टेस्टी इन्ट्रेस्टिङ बात अनि एकदमै राम्रो के आहा क्या सरर हावा चलिरहेको है। तर एउटै खम्बामा चाहिँ वारपार चाहिँ रोकिदिइरहेको छ कि यो चाहिँ यस्तो छ। यस्तो यहाँ चाहिँ यस्तो बेग्लै राम्रो के। अनि अर्को कुरा चाहिँ यहाँ चाहिँ पानी पनि जाँदैछ यहाँ तलबाट हुन्छ। अनि यस्तो दामी माथिबाट पहाडहरू बब्बा के राम्रो। वाह अनि मजाको कुरा भन्दाखेरि चाहिँ के भन्दाखेरि यहाँ चाहिँ एउटै खम्बाले चाहिँ यो रोकिदिइरहेको छ क्या। हेर्नुहोस् त या दामी देखिरहेको यो कर्णालीको चिसापानीको पुल। माथितिर चाहिँ यस्तो छ, माथि पारी चाहिँ पानी पर्ला जस्तो छ, तर कर्णाली नदी चाहिँ यस्तो पुरा छ। हेर्नुहोस् त
अहिले चाहिँ म यो साइडमा यस्तो बिहान मर्निङको यो हावा चाहिँ बबाल बेग्लै आउने कि यताबाट चाहिँ आहा नाइस यहाँबाट चाहिँ मलाई एकदम सरप्राइज भइरहेको छ आज किनकि म धेरै पछि यहाँ आएको छु नि यतातिर घुमघाम गर्नको लागि आहा हेर्नुहोस् त एउटै खम्बामा चाहिँ यो ब्रिज चाहिँ यस्तो के हेर्नु न तपाईँलाई देख्दाखेरि कस्तो लागिरहेको छ मलाई चाहिँ एकदमै राम्रो अनि दिस मर्निङमा चाहिँ हेर्दाखेरि एकदम बबाल देखिने क्या आहा अनि यतातिर अनि यहाँ चाहिँ गाडीहरू पनि कुद्छ कि गाडीहरू कुदिरहेको छ अहिले चाहिँ कर्णालीको पुलमा छु कि यतातिर यस्तो है आहा ब्याक साइडमा चाहिँ रमाइलो चाहिँ अहिले म चाहिँ भुरी गाउँ साइडमा छु यताको नजर बेग्लै राम्रो आहा यहाँ चाहिँ अहिले बिहान पासमा भुरी गाउँको नजिक छु यहाँ चाहिँ अहिले चाहिँ दोकानहरू केही पनि खुलेको छैन कि अहिले मर्निङ भएको होला सायद आमामा यता माथिको नजर बेग्लै अनि अहिले आज चाहिँ अर्को कुरा चाहिँ आज चाहिँ असार 15 हो सबैजना चाहिँ आज चाहिँ चेन्ज हुन्छ कि हुँदैन खै अनि अर्को कुरा चाहिँ आज चाहिँ छुट्टी हुन्छ होला प्रायः जस्तो स्कुलहरू पनि त्यो दामी नजरहरू राम्रो छ अनि यहाँ चाहिँ कस्तो हुँदो रहेछ भनेपछि महिनाको जहिले पनि 15 गते चाहिँ बन्द हुँदो रहेछ कि झन् आज त असार 15 त्यसै छुट्टी भइहाल्छ आज चाहिँ बाबाले ए अनि तिम्रो के खान्छ यता त के अरे ए कति वर्ष हो 4 मा ए हो र आज छुट्टी यता धान रोप्दैन ए रोप्छन् ए अहिले चाहिँ म यता बर्दियामा भाइसँग मेरो चौधरी भाइ है चौधरी तिमी है कुन चौधरी हो म चाहिँ चौधरी बोल्न भाइसँग चाहिँ ट्राई गर्छु तोर नाम क्या नो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा तोर नाम क्या के तोर नाम कहाँ हो तुम अनि तपाईँको घर चाहिँ कता भन्दा के हुने तोहर घर कहाँ हो भात तपाईँले भात खानुभयो भन्दा के हुने के तैँले भात खाइले ये बड़ी अच्छी बात कही आप तैँले भात खाइले भनेको छ तैँले भनेको छ तँर कि तैँ 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 अन्त तिमी एकछिन नाच त भन्दाखेरि के भन्ने तैँ एकछिन नाच 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 हो न अन्त म स्कुल जान्छु भने के भन्नु म स्कुल जाइटो हामी चाहिँ यता यो भुरीगाउँभन्दा अगाडि जस्तो चेकपोस्टमा हामी बसिरहेको छौँ अहिले चाहिँ ब्याक टु होम हेलो गुड मर्निङ तपाईँ सबैजनालाई स्वागत गर्न चाहन्छु दिस मर्निङ अनि हिजो चाहिँ एकदमै थाकेको कारणले गर्दाखेरि भिडियो एन्ड गर्न पाइएन अनि आज चाहिँ एन्ड गर्न चाहन्छु आजको भिडियोलाई चाहिँ यही अन्त गर्न चाहन्छु आई होप तपाईँ सबैजनाले चाहिँ मन पराउनु भएको छ भने म विश्वास गर्दछौँ अनि यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सिरियल सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु अनि भेट्नेछौँ नेक्स्ट भिडियोमा अझै राम्रो राम्रो ब्लगहरू ल्याएर आउनेछु तपाईँको माझमा थ्याङ्क यू। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।